तपाईको पेटभित्र यस्तो एसिड हुन्छ जसको पीएच करिब 1 देखि 3 सम्म हुन्छ, तर त्यही एसिडले तपाईको आफ्नै पेटलाई किन जलाउँदैन? हाम्रो पेटमा ग्यास्ट्रिक एसिड बन्छ जसको मुख्य भाग हाइड्रोक्लोरिक एसिड अर्थात् HCl हो। यो एसिड खाना पचाउने प्रक्रियामा महत्त्वपूर्ण सहयोग गर्छ। यसले विशेष गरी प्रोटिन पचाउन सहयोग गर्छ, तर खानासँगै पेटमा प्रवेश गरेका धेरै माइक्रो अर्गानिजमलाई नष्ट गर्न पनि मद्दत गर्छ। तर अब सबैभन्दा रोचक कुरा, यति शक्तिशाली एसिडले पेटको भित्ता किन जलाउँदैन? किनकि पेटको भित्री सतहमा म्युकस बेरियर हुन्छ। यो बाक्लो म्युकस लेयरले पेटको लाइनिङलाई एसिड र डाइजेस्टिभ इन्जाइमबाट जोगाउँछ। यसका साथै पेटका एपिथेलियल सेल्सले बाइकार्बोनेट लगायत प्रोटेक्टिभ इन्जाइमहरू प्रयोग गरेर एसिडको प्रभावलाई नियन्त्रण गर्छ। तर यो सुरक्षा प्रणाली कमजोर भयो भने समस्या आउन सक्छ। उदाहरणका लागि एच पाइलोरी इन्फेक्सन वा केही पेनकिलर औषधिहरू जस्तै प्यारासिटामोल, आइबुप्रोफेनहरू औषधि प्रयोगले पेटको प्रोटेक्टिभ बेरियर कमजोर पार्न सक्छ र ग्यास्ट्राइटिस वा अल्सरको जोखिम बढाउन सक्छ। त्यसैले पेटको एसिड आफैमा खराब होइन, यो हाम्रो पाचन प्रणालीको अत्यन्त आवश्यक हिस्सा हो। तपाईहरुलाई भिडियो मन परेमा एउटा लाइक, शेयर, कमेन्ट गर्नु होला।